वेलकम टु 7 days पब्लिक स्पिकिङ सेसन, जहाँ म तपाईँहरूलाई पब्लिक स्पिकिङ गर्न सिकाउँछु 7 दिनको लागि। आज डे 2। हिजो हामीले भोल्युमको कुरा गऱ्यौँ र आज क्ल्यारिटी जब तिमी बोल्छौ स्पष्टसँग बोल। ओके, सो एउटा घटना सुनाउँछु। म चाहिँ एकचोटि ल स्कुलमा गएकी थिएँ यस्तै डिबेट कम्पिटिसनमा। अनि त्यसपछि मलाई एकजना सरले भन्नुभएको थियो, तिमीले एकदमै क्लियरली बोल्यौ। हो, त्यो बेला म जितेन, म टप 3 मा पनि आएन, केही भएन क्या, म सेमी फाइनलसम्म मात्र पुगेँ। र त्यो बेला एउटा सरले भन्नुभएको थियो क्या, तिमीले यस्तो प्रष्टसँग बोल्यौ नि, सबै वक्ताहरूमा तिम्रो चाहिँ प्रष्ट थियो भन्नुभएको थियो क्या। सो जब तिमी बोल्छौ नि स्टेजमा, बरु बिस्तारी बोल, हरेक शब्दको उच्चारण राम्रोसँग लिऊ है, त्यसले पनि एकदमै राम्रो भूमिका खेल्छ। बरु घरमा प्र्याक्टिस गर्दा समय लगाएर कुनै पनि शब्दको उच्चारण राम्रोसँग सिक, जे पाए त्यही उच्चारण नगर, किनकि हरेक शब्दलाई त्यहाँको निर्णायक मण्डलले सुनिरहेको हुन्छ, तुलना गरिरहेको हुन्छ, जाँचिरहेको हुन्छ। त्यही भएर स्पष्टसँग बोल। ओके, सो दिस इज डे 2। बाई बाई।